नेपाल अब नेपाली जनताको निगरानीमा मात्र नभई अन्तर्राष्ट्रिय जगतको निगरानीमा पनि परेको छ। FATF अर्थात् फाइनान्शियल एक्सन टास्क फोर्सको हाइली निगरानीमा नेपाल परेको छ। सर्वप्रथम हामी बुझौँ FATF अर्थात् आर्थिक कार्यविधि कार्यदल भनेको के हो। यो एउटा अन्तर्राष्ट्रिय संस्था हो र यो अन्तर्राष्ट्रिय संस्था 1989 मा 7वटा G7 देशहरू मिलेर विश्वमा भएका विभिन्न देशहरूको आर्थिक गतिविधिहरू निगरानी गर्नको लागि बनाइएको एउटा अन्तर्राष्ट्रिय संस्था हो। र हालसालै फ्रान्समा भएको यो FATF को प्लेनरी मिटिङमा चाहिँ नेपाललाई ग्रे लिस्टमा राखेको तपाईहरु सबैजनालाई अवगत नै होला। अब सुरुमा हामी बुझौँ नेपाललाई ग्रे लिस्टमा किन राखियो, ग्रे लिस्ट भनेको के हो। नेपालमा भइरहेका विभिन्न आर्थिक क्रियाकलापहरू अर्थात् नेपालमा चाहिँ यो जुन आर्थिक धनहरू छ, अपराधबाट कमाइएका धनहरूको वृद्धि र अरू भन्नुपर्दाखेरि सम्पत्ति शुद्धिकरणमा देखेका विभिन्न समस्याहरू, सहकारी ठगी लगायत नेपालमा अन्य अनैतिक कारोबारहरू जस्तै हुन्डी जस्ता कुराहरूको यो बढ्दो क्रमले गर्दाखेरि चाहिँ नेपाललाई ग्रे लिस्टमा राखिएको हो। र पक्कै पनि नेपाललाई यो ग्रे लिस्टमा राखिए लगतै अब नेपालमा के कस्ता इफेक्ट्सहरू हामी देख्न सक्छौँ भन्दा सर्वप्रथम त नेपालमा कुनै पनि वैदेशिक लगानीहरू आउँदाखेरि अब नेपाललाई निकै नै कठिनाइ हुने अवस्था छ। किनभने नेपालको विभिन्न अन्तर्राष्ट्रिय हामीले ब्याङ्कहरू हेर्यौँ भने विश्व ब्याङ्क, IMF र यी वैदेशिक सहायताहरू, वैदेशिक लगानीहरू नेपाललाई गर्नको लागि पनि अब धेरै नै कडिकडाउ हुन सक्ने अवस्था यसले सृजना गर्न सक्छ। र यो लगायत अहिले तपाईले हेर्नुभयो भने नेपालका विभिन्न नेपाली युवा दाजुभाइहरू नेपाल भन्दा बाहिर अन्तर्राष्ट्रिय विदेशमा हुनुहुन्छ हैन, र त्यो विदेशबाट नेपालमा पैसा पठाउनको लागि पनि अब कठिनाइहरू हुन्छ। किनभने अब नेपालमा भइरहेका जुनसुकै आर्थिक गतिविधिहरूमा पनि यो FATF को चाहिँ एकदमै उच्चतम निगरानीमा चाहिँ नेपाल पर्न गएको हो। र यो नेपाल प्रथम पटक होइन, नेपाल चाहिँ यो 2010 मा पनि ग्रे लिस्टमा परिसकेको अवस्था छ र यो दोस्रो पटक पनि नेपाल ग्रे लिस्टमा पर्नु भनेको नेपालको आर्थिक क्षेत्रमा चाहिँ यसले विभिन्न इफेक्ट्सहरू चाहिँ पक्कै पनि ल्याउन सक्छ। र यो भन्दै गर्दाखेरि अब अर्को विशेष कुरा बुझ्नुपर्ने भनेको नेपालले चाहिँ अब यो हाम्रो ग्रे लिस्टबाट हटाउनको लागि के गर्न सक्छ भन्दा नेपाल सरकारले अहिले 7वटा प्रतिबद्धता अर्थात् FATF ले हामीलाई रेकमेन्ड गरेको 7वटा रेकमेन्डेसन्सहरू जुन छ र यो रेकमेन्डेसन्सहरू यी रहेका छन्। र यो प्रतिबद्धता चाहिँ नेपालले यदि मान्छु भनेर अहिले कार्ययोजना पनि पेश गरिसकेको छ र यो कार्ययोजना सँगसँगै नेपालले यी प्रतिबद्धताहरूको पालना गरेमा नेपाललाई चाहिँ यो ग्रे सूचीबाट चाहिँ हटाइन्छ। र यो ग्रे सूची सँगसँगै अब अलिकति हामी कालो सूचीको पनि कुरा गरौँ। नेपालमा यो FATF ले चाहिँ कालो सूचीमा विभिन्न देशहरूलाई राख्ने गरेको छ र कालो सूची भनेको अर्थात् ब्ल्याक लिस्टेड भनेर हामी भन्छौँ। र यदि कालो सूचीमा परेमा यसमा चाहिँ कुनै पनि किसिमको त्यो देश जुन देश कालो सूचीमा पर्छ कुनै पनि वैदेशिक लगानी त परे जाओस् कुनै पनि आर्थिक सहायताहरू चाहिँ त्यो देशले पाउँदैन। त्यही भएर यी कुराहरू एकदमै महत्त्वपूर्ण विषयहरू हुन्। नेपालको आर्थिक क्षेत्रलाई नै असर गर्ने किसिमका विषयहरू रहेको कारणले गर्दाखेरि चाहिँ यी कुराहरूमा नेपाल सरकारले अझै राम्रोसँग नेपालमा भइरहेका आर्थिक गतिविधिहरूलाई राम्रोसँग सञ्चालन गर्ने लगायत विभिन्न अनैतिक कारोबारहरू, सम्पत्ति शुद्धिकरण लगायत अपराधबाट कमाएका सम्पत्तिहरूलाई चाहिँ कसरी हामीले यसलाई राम्रोसँग चाहिँ निगरानी गर्न सक्छौँ भन्ने विषयमा चाहिँ अब नेपाल सरकारले हेर्नै पर्ने अवस्था रहेको छ। त्यसैले यी कुराहरूमा सचेत रहनुहोला। जनहितमा जारी, all about laws. Thank you so much. Namaste.